Good morning my peoples, it's your boy Great Chetty is here. Hey, so first of all happy Holi सबैजनालाई. अन्त यो ब्लग अपलोड गर्दा गर्दा चाहिँ होली सकिसकेको हुन्छ होला, बट स्टिल ह्यापी होली मेरो तर्फबाट अन्त मेरो फ्यामिलीको तर्फबाट. सो हाम्रो यहाँ गुम्बामा पूजा चल्दैछ आज भोलि पर्सि 3 दिनको. अनि मेन चाहिँ आज चाहिँ हामी खोपीधाम जाँदैछ होलीमा. लाइक सो मेनी इयर्स भइसक्यो म गएको छैन धाम, त्यही लागि आफ्टर सो लङ जाँदैछु है. अनि कुराकानी चाहिँ बाटोमै गरौँ है. सो यो धाम चाहिँ हाम्रो भुटानभित्र छ. सो लेट्स गो, छिटो जानुपर्छ. नुनो फलफ्रुट पनि लिइहाल्दैछ हामीले हो. मिलाइदिन् न कस्तो हेऱ्यो है, कस्तो हेऱ्यो है. म चाहिँ बायोमेट्रिक हान्दैछु ल. अब है बायोमेट्रिक हो, एकछिन वेट. त्यहाँबाट सक्सेसफुल, त्यहाँबाट गेट ओपन. म चाहिँ एन्टर भइसकेको छु हो बायोमेट्रिकले गर्दा. अनि रिन्चन भाइको चाहिँ बायोमेट्रिक भएको थिएन नि त, त्यसले गर्दा चाहिँ अलिक लाइनमा लाग्नु पर्यो. त्यही फाइदा हो बायोमेट्रिकको चाहिँ. सो बायोमेट्रिक चाहिँ गरिहाल्नुहोस्, ढुक्कै हुन्छ. सो अहिले चाहिँ हामी होइन आधी बाटोसम्म मात्रै हिँडिसकेको छ. तर नि भाइ पुरा थाहा छ, म थाहै छैन. यो भाइ चाहिँ पुरा थाहै छ. यस्तै हुन्छ क्या अल्छी म्यान. राति 3-4 बजी घर आएर सुत्छ है भाइ हो. अन्त 7-8 बजी उठ्छ, 10 बजी 12 बजी उठ्छ. यस्तै हुन्छ ल भाइ. छिटो उठ्नु होइन, प्रसादधरि मलाई बोक्नु दिइरहेको छ हो. यस्तो अल्छी आजकलको भाइ. आजकलको भाइहरूको दुःख सुनेन छ त. अर्को पाण्डु चाहिँ हराइसक्यो, अर्को भाइ चाहिँ हराइसक्यो. अझै आधी बाटो डल्लै छ. तैँले हामी चाहिँ अब यहाँबाट हिँडेर गएर हो. तपाईँले देख्नुहोस् ल, ऊ त्यो बाटोदेखि चाहिँ मान्छेहरू हिँड्दैछ. त्यो बाटो चाहिँ जानु छ अझै, अझै हेभी टाढो छ. डल्लै पाहाडै काट्नु पर्ला जस्तो छ. ऊ त्यो बाटो जानुपर्छ. जाने नि जो अहिले चाहिँ हामी माथिपट्टि आइसक्यो कि. यहाँ सक्छ, दामी देख्छ है. यो चाहिँ तपाईँको सबै भुटानहरू. कन है यत्रो बोक्दा थाक्छ भाइ. यहाँ म बोक्नु के भयो यहाँ सक्दैन हेन. के हेऱ्यो भाइ. ह्याप्पी होली भाइ. हामी चाहिँ धाम पुग्यौँ. यहाँ चाहिँ एन्ट्री सिस्टम गराएको रहेछ. 20 रुपियाँ एन्ट्री हो. पहिला त थिएन यो सिस्टम. अरू हामी सब्सक्राइब गरिदिनुहोस् युट्युबमा. बाइ बाइ जोस सब्सक्राइब. म लाउँदिन हौ, मेरो हुँदैन नि त. हुँदैन आराम ल. ओ कहाँ हो आराम लाउ न. लुगा शेष भयो त्यस्तो होइन. चा यिनीहरूले शेष पारे भयो. मलाई त्यस्तो होइन, कहाँ यस्तो लगाएको अन्त शेष पारे मलाई त ढुट्टो पारे केटाहरूले. यो चाहिँ तपाईँको स्टार्टिङ रहेछ एन्ट्री. वेलकम. यहाँ भाइले हात दिँदैछ हो. कति कुरो चेन्जेस गरेछ यता. सो मेरो हातमा चाहिँ यहाँ प्रसाद छ हो फिलहालमा. अनि यहाँ चाहिँ अब हामीले बाल्दैछ धुपकाठी. अन्त यहीँदेखि सुरु रहेछ पूजा गर्दै गर्दै भित्रसम्म जाने. लु नेक्स्ट टाइम अदर चाहिँ थालेर आउनु ल दा. यता हेर्नु दा, मजाले काट्नु ल. ऊ साथीलाई माया चलाएको हो. हामी चाहिँ अहिले फाइनली आइपुगिसकेको छ हामी चाहिँ मन्दिरमा. अनि यता मुनिबाट चाहिँ चढ्नु पर्दो रहेछ. अहिले चाहिँ यस्तो सिस्टम रहेछ हो. म त फर्स्टपालि आएको. दाइ चाहिँ अहिले कटिङ गर्दैछ. सो हामी दुई भाइ चाहिँ पूजा गर्दै अब माथितर्फ लागेको हो. ह्याप्पी होली छ सबलाई हो. सबैलाई ह्याप्पी होली. 2-3 खेप भनिसक्यो होला मैले भिडियोमा. अन्त म तपाईँलाई देखाउँदैछु ल मेन जग्गा चाहिँ. सक्नुहुन्छ है. ल हुन्छ, सरी. सो हामीले फाइनली आइपुगिसकेछौँ है. यहाँ हाम्रो भाइहरू पनि छ, यिनीहरू व्हाइट सर्ट लाउनेहरू. अन्त तल पनि निकालेको रहेछ. ऊ भाइ म उनीहरू पनि छ भाइहरू. म तपाईँलाई अझै मजाले देखाइदिन्छु. यहाँ चाहिँ हामी यहाँ पूजासजा गर्दै थियो कि, त्यही कारणले मजाले अलिक देखाउनु पाइनँ है. अहिले चाहिँ म खिचौँ न भाइ. सो म तपाईँलाई देखाउँछु अलिक मजाले.
यहाँ हाम्रो दादा भाउजू नि पूजा गर्नुहुँदैछ यहाँ हाम्रो भाइहरूले पानी थाप्नुहुँदैछ कि पानी थाप्दैछ अन्त यहाँ तपाईँको मन्दिर छ है एकदम पिसफुल हुन्छ भन्नु भाइ यता आयो भन्दै नु त आयो भन्न त भिडियो अन्त गाइज आज फाइनली द डे इज एन्ड है अन्त हेर्नु न हालत कस्तो भइदिरहेछ एक्चुअली योभन्दा बेकार थियो हालत त्यो हरियो निलो रातो पहिला सबैले अनुहार हेभी बर्बाद गरे अनि आज होली पनि खतम भयो अनि लुगा पनि शेष भयो 2टा लुगा मेरो बर्बाद भयो सेट नि फेरि ल अप एन्ड डाउन होला हेर्नु कानमा पनि हाल्छ नि सो आज घर आइपुग्यो गरम पानी तताउँदैछु अब नुहाउँछु अन्त चाहिँ फ्रेस भएर बस्छु अहिले कस्तो खिसखिस लागिरहेको छ क्या उयोले गर्दा कलर जुङ्गा नै छ त मेरो So okay guys, thank you for watching my vlog till the end. Bye bye. See you in the next vlog again. Bye bye.